नमस्कार सबै साथीभाइहरूलाई स्वागत छ हाम्रो यो न्यू भिडियोमा र आजको यो न्यू भिडियोमा हामीहरू कुरा गर्छौं विकास हाइड्रो पावरको बारेमा र आज यो 10 बजेदेखि यो आईपीओ निष्कासित गरेको छ र धेरै मान्छेहरूले भर्न पाइन्छ के कस्तो सबै कुराको अपडेट योमा म दिन्छु। कति जना भर्छ, कति पर शेयर युनिट छ। भिडियोलाई लास्टसम्म हेर्दिनु होला, भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला किन यस्तो टाइपको छिटोभन्दा छिटो अपडेट हामीहरू लिएर आउँछु किनकि 10 बजे स्टार्ट हुन्छ। हामी अहिले भिडियो पनि पोस्ट गरिदिन्छु 10 र 20 मिनेटको अन्तरमा। ल अब भिडियो स्टार्ट गरौँ। अहिलेको टाइममा जति पनि आईपीओ आइरहेछ सबै हाइड्रो पावर समिति आइरहेछ, जस्तो विकास हाइड्रो, धरमखोला हाइड्रो पावर र यस्तो धेरै आईपीओ छ जो अहिले हाइड्रो पावर धेरै राम्रो आईपीओहरू हाइड्रो पावरको आउँदैछ र धेरै राम्रो पनि प्रदर्शन मार्केटमा हेराउँदैछ, धेरै राम्रो प्रफिट पनि कमाएर दिइरहेछ। त्यो विकास हाइड्रो पावर तपाईहरुलाई के लागिरहेछ, प्रफिट कमाएर दिन्छ कि दिदैन? मेरो हिसाबले मान्नुहुन्छ भने विकास हाइड्रो पावरले पनि धेरै राम्रो तपाईहरुलाई प्रफिट दिन छ र यो आईपीओ पढ्ने मान्छेहरुलाई होल्ड गर्दा पनि हुन्छ किनकि यो आईपीओ हाइड्रो पावरको लिमिटेड हो र हाइड्रो पावर एउटा नेपालको धेरै ठुलो आईपीओ हुन्छ किनकि यस्तो आईपीओहरु अहिलेको टाइममा धेरै चर्चित छ र धेरै राम्रोसित मार्केट पनि पक्रिन्छ। र अब कुरा गरौँ कति आईपीओ खुलेको छ, कति आईपीओ युनिट खुलेको छ। 29,42,760 युनिट खुलेको छ र पर प्राइस शेयर को 100 रुपैयाँ दरले राख्ने हो। 100 रुपैयाँ दरले हामीहरू शेयर किन्न सक्नुहुन्छ र मिनिमम हामीहरू 10,000 सम्म किन्न सक्नुहुन्छ र हामीहरू 1000 शेयरबाट भर्ने हो र 1000। अब कुरा गरौँ हामीहरू यो मार्केटको ओपनिङ प्राइस कति हुन छ सेकेन्डरी मार्केटमा 97 देखि यो स्टार्ट हुन्छ र 292 सम्म जान सक्छ, त्यसपछि माथि पनि जान सक्छ किनकि यो पुरै डिमान्ड सप्लाईको खेल हो। मार्केट कसरी बढ्छ सबै फन्डामेन्टल विकनेसमा पर्छ किनकि फन्डामेन्टललाई हेरेपछि मार्केट माथि जान्छ, कम्पनी कस्तो प्रदर्शन गरिरहेछ। 292 सम्म त म बनिसके लेकिन स्टार्टिङ त 97 देखि हुन्छ, लेकिन 292 जो म भने त्यो भन्दा माथि पनि जान सक्छ, बढी प्रफिट तपाईहरुले पनि कमाउन सक्छ। म भने यसम्म जान सक्छ, त्यो भन्दा बढी पनि जान सक्छ किनकि सबै कुरा डिमान्ड सप्लाईको खेल हो र यस्तो छिटोभन्दा छिटो अपडेट हाम्रो यो च्यानलमा आइपुग्छ। भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गरिदिनु होला र आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला। धन्यवाद।